हार्दिक श्रद्धाञ्जली एवं गहिरो समवेदना। दर्शकवृन्द, गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर 4 बाट आयो यस्तो दुःखद खबर। भर्खरै मात्र बाल कक्षामा प्रवेश गरेर शिक्षा आर्जन गर्न सुरु मात्र गरेका एक बालकको निधनको खबरले यतिखेर हामी सबैलाई स्तब्ध बनाएको छ। दर्शकवृन्द, आमा बाबुका हजारौं सपना चकनाचुर भएका छन्। उनी मात्र 4 वर्षका थिए। 4 वर्षको कलिलो उमेरमा आफ्नै सन्तानलाई गुमाउँदा कति पीडा भयो होला उहाँको परिवारजनलाई। दर्शकवृन्द, त्यो पीडालाई हामी शब्दमा बयान गर्न सक्दैनौं। दर्शकवृन्द, गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर 4 शान्तिपुर रेमी निवासी कृष्णबहादुर कुमाल र श्रीमती बिन्दु कुमालको प्राणप्रिय सुपुत्र श्री उदय उच्च माध्यमिक विद्यालयको बाल कक्षामा अध्ययनरत अत्यन्तै मेहनती, परिश्रमी, सुशील, शान्त स्वभाव, मिलनसार छात्र स्वर्गीय विमल राणाको गत मिति 2082 जेठ महिनाको 10 गते 4 वर्षको कलिलो उमेरमा भएको असामयिक निधनको खबरले यतिखेर हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ। यस दुःखद घडीमा श्री उदय उच्च माध्यमिक विद्यालय शान्तिपुर गुल्मीले आज श्रद्धाञ्जली सभा कार्यक्रम विद्यालयमै विद्यालय व्यवस्थापन समिति अध्यक्ष धाचानन्द शर्मा, विद्यालयका प्रधानाध्यापक रामबहादुर नेपाली, विद्यालय व्यवस्थापन समिति प्रतिनिधि, विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी र शिक्षा प्रेमीहरूको सहभागितामा सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक रामबहादुर नेपाली भन्नुहुन्छ, पढ्नमा एकदमै लगनशील थिए। भर्खर मात्र आफ्नो जीवनलाई शिक्षाको ज्योति प्रदान आउन सुरु मात्र गरेका थिए। यो दुःखद खबरले हाम्रो सम्पूर्ण विद्यालय परिवार शोक स्तब्ध भएको छ। आज हाम्रो विद्यालयका प्रत्येक विद्यार्थी र शिक्षकहरूको आँखामा आँसु रोकिएको छैन। उनी मात्र 4 वर्षका थिए। 4 वर्षका बाबुलाई श्रद्धाञ्जली बाबु भन्न हामी बाध्य भएका छौं। विद्यालयमा राणाको आत्माको शान्तिको लागि 1 मिनेट मौन धारण गरी आजको सम्पूर्ण पठन पाठन समेत स्थगित गरिएको छ। यस दुःखद घडीमा स्वर्गीय विमल राणाको दिवंगत आत्माको वैकुण्ठवासको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्तजन, इष्टमित्र, शुभचिन्तकहरूमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै आज श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ। श्रद्धाञ्जली दिने क्रममा दर्शकवृन्द, विद्यालयमा उपस्थित प्रत्येक महानुभावका आँखा रसाएका छन्। सबैको मन भाव विवहल भएको छ र चाहँदा नचाहँदै पनि श्रद्धाञ्जली बाबु भन्न बाध्य भएको छ श्री उदय उच्च माध्यमिक विद्यालय शान्तिपुर गुल्मी। दर्शकवृन्द, यति सानो उमेरमा भएको यो दुःखद निधनको खबरले यतिखेर चन्द्रकोट गाउँपालिका स्तब्ध भएको छ। सुन्दा हामीलाई पनि पत्यार लागेको छैन, तर के गर्ने, दैवको खेल न हो, स्वीकार गर्न बाध्य छौं। मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवासको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना।